नमस्ते सम्पूर्णमा। आज पनि हामी फेरि शिव पञ्चायन मन्दिर पत्री सञ्चारेको लागि बाटोको लागि काम भइरहेको छ। यो जुन चाहिँ इन्ट्राको भवन पछाडिबाट शिव पञ्चायन जाने बाटो हामीले काम गरिरहेछौं, बनाइरहेछौं। यसरी काम धमाधम भइरहेछ। यहाँहरु सम्पूर्णलाई यस भिडियो मार्फत जानकारी गराउन चाहन्छु। यसरी हामी यो बाटोबाट चाहिँ शिव पञ्चायन मन्दिर जान सक्छौं। यो चाहिँ हाम्रो शिव पञ्चायन मन्दिर रहेको छ, जुन चाहिँ पत्री क्याम्पमा रहेको छ। हामीले यो ट्रस लगाइसकेका छौं र बनाउनु पर्ने अझै धेरै छ। यो ब्यास पनि यस्तो बिग्रेको छ, भत्केको छ। यसलाई पनि मर्मतको आवश्यकता छ। अहिले चाहिँ भने यो हाम्रो बाटो सरसफाई हुँदैछ। साथसाथै हामीले बारहरू पनि लगाइरहेका छौं। तल अझै अर्को आउँछ नि त फेरि हेर्नु त मामा त्यहाँबाट
बाटो चाहिँ बनाइदिएछ। अब गेट बन्द भए पनि यताबाट चाहिँ मन्दिर प्रवेश गर्न राम्रो होस् भनेर चाहिँ हाम्रो आमा बाबा दिदी बहिनी अब दिनदिनै अब चाड लाग्दैछ। साउने वर्ष के तीज होइन, अब यताबाट सजिलो हुन्छ नि त चेलीबेटीलाई। त्यो अरू चाहिँ यहाँ खटाइ कडा छ। यो 2 दिनदेखिको गरिरहेको छ। अब कहिलेसम्ममा सिद्धिने टुङ्गो छैन हो दिपक सर। कागती मायाले पनि साह्रै अल्झाइन् अमिली हामीले सीता बुझाइदिएको न बाटो नपाउने सरेपछि खाइन्छ नसरेपछि एक बोरा ल्याइदिने सो कुरो छ फेरि बाटो अलिकति मुनि भाइ गुड जान्छ। एक सीता ठुलो भयो ओबाट पहिला काटिहाल्नु त काम भयो। एकचोटि फेरि ल अब त्यहाँ आउँदैन है भाइ जो तारै किसिमवाला भने हाम्रो शिव पञ्चायत मन्दिर हो जुन चाहिँ पत्री क्याम्पमा छ। आज 11 दिन हुँदैछ। हेलो सम्पूर्णमा नमस्ते। आज पनि म यस शिव पञ्चायत मन्दिरमा उपस्थित भइसकेको छु र हजुरहरूले जे जति सहयोग गर्नुभएको छ हामीले यस रकमलाई यो ट्रस्ट बनाउनका लागि साथसाथै हाम्रो साउन्ड सिस्टममा प्रयोग गरेका छौँ र यहाँसम्म निर्माण गर्न सफल भएका छौँ। र यो फ्यान चाहिँ हाम्रो टक्सरी अङ्कलले यानि कि राज गुरुङले उपलब्ध गराइदिनु भएको थियो र यहाँ हामीले यस मन्दिरमा आउनका लागि बाटो चाहिँ हामीले इन्ट्रा भवनको तल्लोपट्टिबाट बनाएका छौँ जुन चाहिँ हजुरहरूलाई सहजको लागि कुनै बेला गेटहरू बन्द भए पनि त हजुरहरू यो बाटोबाट आउन सक्नुहुन्छ भनेर चाहिँ हामीले बनाएका छौँ र यो ब्यास पनि यसरी बिग्रेको छ। यो छानाहरू यसरी भत्किसकेको छ र यसलाई हामीले मर्मतको लागि सोचेका छौँ र हजुरहरू पनि सहयोग गर्न चाहनुहुन्छ भने विशाल चौहान यानी कि भुटानी भाइ युट्युब च्यानललाई सम्पर्क गर्न सक्नुहुन्छ र अब भने म तपाईहरुलाई हाम्रो बाटोतर्फ लाँदैछु। यहाँबाट त्यसरी हामी यस मन्दिरमा बनिने क्रम छ। अब सरसफाई गर्न बाँकी छ। यो इन्ट्राको ब्याक साइडमा पर्छ, पछाडिको भाग हो। यसरी यहाँ चाहिँ हामीले यसरी यो यहाँको तारहरूलाई पनि पोलहरूलाई यहाँ तल लगेर सारेका छौँ र यो बाटोबाट चाहिँ हजुरहरू आउन सक्नुहुन्छ।
र पछि गएर हामी यहाँ गेट पनि बनाउने योजना छ। यसरी